आजबाट जो साथीहरू पालिका गाउँपालिकाको मात्रै अहिले हामीले नगरको महानगरको अहिले सुरुवात गरेका छैनौं। गाउँपालिकाको सम्पूर्ण जो साथीहरू दूर दराजदेखि शहर गाउँ जहाँ हुनुहुन्छ उहाँहरू सबैलाई अब आजबाट यो आवेदन खुल्ला गरिएको छ। पहिला तपाई क्यान्डिडेट बन्नका लागि तयार हुनुपर्नेछ र त्यसपछि तपाईहरुलाई उम्मेदवार बन्ने बाटो खुल्नेछ। त्यसमा आफ्नै किसिमका प्रतिस्पर्धा हुनेछन्। रासोपामा लागेर काम गरिरहनुभएका कतिपय साथीहरुलाई लागेको होला हामी त पार्टीमा लागेर के गर्ने, कोही नयाँ फुत्ता आइपुग्छ उसैले उम्मेदवारी पाउँछ भन्ने लागेको होला। रासोपामा जो काम गरिरहनु भएको छ, जो पार्टीमा खटिरहनु भएको छ, दिनरात सुरुवातदेखि आजसम्म गरिरहनु भएको छ, उहाँहरुको सम्भावना बढी छ, उहाँहरुको वेटेज बढी छ। विदाउट बीइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाई उम्मेदवार बन्न सक्नुहुन्न। अब तपाईहरुलाई लाग्ला पहिला पनि तिमीहरुले त्यसै भनेका थियौ, चुनाव अगाडि भद्रगोल गर्यो, मनलाग्दो खल्तीबाट ल्यायो, मान्छे ल्यायो, उम्मेदवार को भयो, क्यान्डिडेट क्लब लिडरशिप एकाडेमी भनेको थियो, अन्तर्वार्ता गरेको थियो, सबै चीज गरेको थियो, प्राइमेरी इलेक्सन भनेका थियो, खै त कहाँ गयो भन्ने तपाईहरुलाई लाग्ला। विशेष परिस्थितिमा गरिएको विशेष निर्णय, विशेष निर्वाचन, समायोजन लगायतका कामले गर्दा हामीले त्यतिखेर गर्न पाएनौं। त्यो गरिएन, गर्नु पर्दथ्यो गरिएन। यसको अर्थ सधैँ गरिदैन भन्ने होइन। अब यस उपरान्त महाधिवेशनको समाप्ति सँगसँगै समायोजनको सम्पूर्ण काम समाप्त भइसकेको छ। हामी एउटा रासोपा छ, एउटा लिडरशिप छ, अलग अलग छैन, फरक छैन। कसैले भन्न सक्ला म यो गुटको, म यो गुटको, मेरो नेता यो हो, मेरो नेता ऊ हो, कसैले भन्न सक्ला। त्यसबाट मनोरञ्जन बाहेक केही पनि लिन सकिँदैन। म आज तपाईहरुलाई एकदमै स्पष्ट गर्न चाहन्छु।